What's up beautiful people, it's your boy Sandesh अनि वेलकम टु माई फर्स्ट मिनी ब्लग। अनि आज मम्मी र म चाहिँ सुर्खेत जाँदैछौँ। सुर्खेत पनि गुराँसे फेरि उता दैलेख साइडतिर। अनि सो हामी चाहिँ घरबाट निस्केर थोरै चेकपोस्ट अगाडिबाट कटेर हामी बिच बाटोमा थियौँ। अनि हल्का भिडियो बनाइदिएको मम्मीले सिकाउँदै थिए कसरी बनाउने यताउता भनेर। अब यत्तिकै राइडमा गइसकेपछि हामी चाहिँ बिहान 6 बजे निस्क्यो हो नि त। अनि हल्का एकछिन देउरालीको भ्यू पोइन्ट हेर्दियौँ हामीले चाहिँ। अनि यत्तिकै भ्यू पोइन्ट हेर्दा चाहिँ हाम्रो मम्मीले अब ल जाम न त जाम छिटो जाम ढिलो हुन्छ घर आउन भनेर अनि हामी लागिहाल्यौँ। अनि थोरै मिनटको राइड पछि हामी चाहिँ पुग्यौँ सिधै बबई। अनि बबईमा चाहिँ फेरि हामीले पनि अब हाम्रो मम्मी फेरि के कम फोटोसुट हानौँ भनेर ल फोटोसोटो हान्न लाग्यो। अनि हेर त यो ट्रक मस्ट ट्रकले ओभरटेक हानेको रे। कन्ट्रोल यत्तिकैमा चाहिँ अनि मम्मी र मैले एउटा भिडियो बनायौँ। यत्तिकैमा चाहिँ मैले मेरो आफ्नो स्कुटर हेर्नु न क्या मजाले टल्किरहेको छैन। अनि यत्तिकै हतार हतार भयो भनेर मम्मीले फेरि ल जाम भनेर अनि मैले पनि चलो भनिदिइहालेँ होइन। अब यत्तिकै पुगिसकेपछि हामी चाहिँ हर्रेबाट अगाडि आएर हल्का हर्रेबाटको भ्यू हेर्नु न, भ्यू देखाइदिएको तपाईँहरूलाई। हाम्रो मम्मी पछाडि क्या मजाले बसिरहनु भएको छ। अब यत्तिकै अब हामीले राइड हान्यौँ। अब राइड हान्दा पनि एउटा भिडियो बनाइहालौँ भनेर ल मैले पनि फेरि एउटा भिडियो बनाइदिइहालेँ। अनि सो अब अगाडि हामी लागिसकेपछि हामी छिन्चुनिर पुग्न लाग्यौँ। अनि यो छिन्चुको बाटो हेर्नु न क्या मस्तको छ, नाइस दामी छ नि त। फेरि सुर्खेततिर जाने रोड नाइस छ, उता पूर्वतिर जाने रोड त के हो होइन। अनि यत्तिकैमा भोक लाग्यो भनेर अनि म चाहिँ छिन्चुमा एकछिन मम्मीलाई अब नास्ता सास्ता खाऊँ न त भनेर नास्ता सास्ता खान लगाइदिएको एकछिन होटलतिर रोकेर। सो अब यत्तिकैमा पनि मम्मी फेरि नेपाली मम्मीहरू सबैलाई थाहा छँदैछ हाम्रो मम्मीहरूको पारा कस्तो हुन्छ, जे कुरामा पनि हतार हतार भयो भन्ने। अनि त्यहाँबाट पनि हतार भयो भनेर हामी फेरि निस्किहाल्यौँ। अनि निस्किँदा हामी फेरि पुग्यौँ सुर्खेतको भेरी पुलमा। अनि भेरी पुलमा पुगिसकेपछि फेरि एउटा दुइटा फोटोसोटो हान्यौँ। अनि फोटो हानिरहेको थियौँ यत्तिकै। अनि एउटा दाइ भेटिनु भएको थियो। अनि दाइ फेरि हाम्रै गाउँको। अनि त्यहाँको छोरालाई हेर्नु न यहाँ फेरि चिलमा थियो। फेरि हतार हतार भयो भनेर अनि निस्किहाल्यौँ। अनि हामी चाहिँ सिधै डाइरेक्ट गुराँसेतिर लागिहाल्यौँ। अनि गुराँसेको बाटो हेर्नु न क्या मस्तको छ, नाइस। एउटा ब्याकग्राउन्डमा म्युजिकमा मात्र है त ल। र यत्तिकैमा हामी पुगिहाल्यौँ गुराँसेको भ्यू टावर भ्यू पोइन्टमा। अनि भन्छन् नि उमर 55 दिल 55 भन्ने जस्तै हाम्रो मम्मी फेरि पिङ खेल्न लगाइदिनु भयो। पिङ खेल्दा फेरि खै के मुड चढेछ, ल हिँड फोटो खिच्न भनेर अनि फेरि लाग्यौँ फोटो खिच्न भ्यू टावरतिर। अनि यत्तिकै एउटा भिडियो बनाइदिएर अनि हामी फेरि मम्मीले हतार भयो भनेर हामी लाग्यौँ सुर्खेततर्फ। अनि सुर्खेततर्फ पुग्दा आएर सिधै हामी आयौँ सुर्खेतको काक्रे बिहारमा। काक्रे बिहार चाहिँ एकदमै फेमस टेम्पल भनौँ न, जसले चाहिँ सुर्खेतको सान नान मान सबै हो, जसले चाहिँ सुर्खेतलाई चिनाएको छ। अनि यत्तिकैमा फेरि ढिलो भयो भनेर हाम्रो मम्मीले ल जाम बुलबुले ताल भनेर ल बुलबुले तालमा पुग्यौँ। अनि यो बोट अगाडि देखेर हाम्रो मम्मीलाई फेरि खै के रहर चढेछ। रहर चढिसकेपछि खेलौँ भन्नुभएको थियो, तर भिड भएको कारण हामी चाहिँ एउटा दुइटा फोटो लिएर हामी लाग्यौँ देउती बजाइ। पुगिसकेपछि मम्मीले दर्शन सर्शन गरेर एउटा फोटो लिऊँ न त भनेर एउटा फोटो लिऊँ आमा छोराको। अनि सो हामी लागिहाल्यौँ घरतर्फ। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है।